अब यो पहिला 2 लाख अर्ब रुपियाँ लाइफ इन्सुरेन्सको क्यापिटल हुँदाखेरि हाम्रो चाहिँ नि पुनर्बिमाको क्यापिटल भनेको 10 अर्ब रुपियाँ थियो। 2.5 गुणा बढेपछि त हामी पनि बढेर जानु पर्यो। मलाई लाग्छ धेरै छिटो चाहिँ नि पुनर्बिमा कम्पनीहरूले पनि अब रिस्कलाई बढी क्याटर गर्नुपर्ने भएको हुनाले त्यो पुँजी वृद्धिको निर्णयमा प्राधिकरण धेरै चाँडै पुग्छ र त्यो कमसेकम पनि मलाई लाग्छ के भने 15 अर्बभन्दा माथिको पुँजी कायम गर्नुपर्ने अवस्था चाहिँ नै छ। त्यो पाटो हामी हेर्छौँ। दोस्रो क्वेसन तपाईँबाट गर्नुभएको थियो प्राधिकरणलाई नै थियो। खास गरेर अब इलेक्ट्रोनिक गाडीको लागि चाहिँ नि अब त्यो चिजै नयाँ भएको हुनाले अहिले हामीले चाहिँ नि पुरानै मोटरको चाहिँ नि जुन पोलिसी छ त्यही पोलिसीमा हामीले चाहिँ नि अहिले अगाडि बढायौँ। तर त्यसमा चाहिँ नि केही मात्रै कम्पोनेन्ट हुँदो रहेछ। खास गरेर त्यसको ब्याट्री अलि भ्यालुएबल हुँदो रहेछ। त्यसले गर्दाखेरि अब यसलाई कस्तो खालको पोलिसी इस्यु गर्ने भन्ने बारेमा छलफल चलिरहेको छ। अब त्यो सबै खालको चाहिने भयो भने अब यो चाहिँ मोटर व्यवसायहरूलाई राखेर त्यसपछि चाहिँ हाम्रा कम्पनीहरू पनि हुन्छन्, अरू सरोकारवाला पनि राखेर हामीले छलफल गर्छौँ। धेरै छिटो त्यसको अलग्गै पोलिसी पनि आउँछ।